निम नमस्ते साथीहरू, मेरो चाहिँ भात खाने टाइम भइसकेको छ। आज म हस्पिटलमा एडमिट भएर बसेको 3-4 दिन भयो। हस्पिटलमा चाहिँ यसरी खाना दिन्छ। यो अन्डा हो। यो अन्डा चाहिँ अब मैले डायलिसिस गरिरहेको छु, त्यही भएर सरले मलाई डक्टरले खानु भनेको छ। दिनमा 3टा नै त 4टा प्रोटिनको कमी हुन्छ अरे। पेटबाट पानी निकाल्दाखेरि यो सबै मेरो प्रोटिनहरू जान्छ अरे। त्यस कारणले गर्दाखेरि यो अन्डाहरू मलाई खानु भनेको छ। अनि यो मासु 2 चोक्टा दिएको छ। 2 चोक्टा मासु चाहिँ यो हस्पिटलबाट दिएको। अनि यो सब्जी यहाँ हरेक थोकको सब्जी छ। यहाँ सब्जी छ, यो बन्दाकोपी छ, यहाँनिर इस्कुस थुप्रो छ। अब यहाँ म खान्छु, तपाईँहरू चाहिँ अब एकछिन हेर्नु होला है। कहिले मासु दिन्छ, कहिले माछा दिन्छ, कहिले पनिर दिन्छ। अस्ति 2 दिन चाहिँ माछा दिएको थियो, हिजो पनिर दिएको। आज यो 2 चोक्टा ब्रोइलरको मासु दिएको। भात पनि हेर्नु थोरै दिँदैन। ल हुन्छ साथीहरू, म हात राख्छु है।